ल है यहाँ बसिरहेका छन् हाम्रो बहिनीहरू यहाँ सेता ड्रेसमा हाम्रो उर्नेला हुनुहुन्न आँटेको छ। ल है हाम्रो यात्रा जारी छ। यो चाहिँ मेरो पुरानो डायलग हो है, जहिले पनि। त्यही भएर हामी अब हिँड्ने हो, जे पऱ्यो पर्ला। क्यालगरी टोरन्टोमा 1 घन्टा 50 मिनटको ट्रान्जिट हुँदै हुँदै अहिले हामी चाहिँ माइमीको छेउमा चाहिँ फोर्ट लेडरडेल भन्ने ठाउँमा चाहिँ यहाँदेखि चाहिँ हामी अब कार रेन्ट गरेर चाहिँ बिस्तारै हिँडेर हामी माइमी जान्छौँ। एयरपोर्ट बोलेर यहाँ लाइनमा बसेको अवस्था, यतापट्टि फेरि झ्याप्प भएको जस्तो देखिन्छ। के हो गाछ निन्द्राले हो भनौँ। ठ्याक्कै बाहिरको वेदर चाहिँ 26 डिग्री रहेछ। यहाँ हाम्रा यतापट्टि हाम्रो बहिनी र त श्रीमतीहरू चाहिँ फेरि पुरा लास्टको -17 देखि आएको। फाइनलीमा हाम्रो राजुभाइले गाडी झिक्नुभयो है। ल अहिले चाहिँ अब हामी आज चाहिँ रेस्ट गरेर एकछिन हावा खान माइमीको यसो समुद्रमा चाहिँ आएको। अघि आउनु भएको रहेछन् दुईजना त यहाँनिर हेर्नु त। हामी त यहाँनिर एकछिन गाडी पार्क गर्ने गएको थियौँ। यहाँ बन्ने सुरु भइसक्यो यतातिर त। आमा थाहा छ तपाईँहरूलाई, कहिले क्यामराम्यानको फोटो आउँदैन क्या अनुहार क्या। जस्तै बुढो आफ्नै सालीले त निकाल्नु पर्ने, चाउरी परे पनि। ल यहाँ हाम्रो अर्को यात्रा छ। आजको बसाइ राम्रै भयो। कस्तो भइरहेछ दिदी, एकदम स्पेसल क्विन जस्तै फिल भएको छ। स्पेसल भाइ बहिनीलाई धेरै धन्यवाद। हाम्रो 25 एनिभर्सरीलाई चाहिँ एकदमै स्पेसल बनाइदिएकोमा धेरै धेरै धन्यवाद। ल अब यहाँ गाडी यहाँ जिम्मा लगाइयो। अब कफी सफी खाएर फ्रेस भएर पछि आजको हाम्रो यात्रा चाहिँ जारी छ है। अहिले चाहिँ हामी क्रुजको माथि आएको छौँ। हतार भएर क्रुज माथि भिडियो खिच्नु पाएन आज चाहिँ। ल है यो चाहिँ त्यो यति साह्रो साप्रा माछा। ल है खाना खाइयो अब यहाँ अब हिँड्ने कोठातिर भुँडी फुल्ले मजाले। ल है इन्जोय गर्दैछ हामी जहिले चाहिँ। फर्स्ट दिनको हाम्रो उमा चाहिँ तपाईँको कार हो त्यो। माथि जाँदैछु। यहाँदेखि कस्तो देखिन्छ हामी 15मा अलि ल कस्तो लागेको छ राजुभाइ? होइन गजब लाग्छ। अहिले चाहिँ हामी क्रुजको सबभन्दा माथिल्लो तल्ला भन्दा पनि तल्लो रहेछ। एक तल्ला चाहिँ माथि रहेछ। यो 70 बढ्यो क्या। ल यहाँ चाहिँ डान्स गर्ने हो कि त बाजामा डिजे छैन? एनाउन्स गर्नु थाल्यो अब क्याप्टेनले। अब गर्नु थाल्यो। अब चाहिँ हामी यो सिपको ठ्याक्कै 8 तल्लामा चाहिँ रहेछ यहाँ सेन्ट्रल पार्क। हामी घुम्दैछौँ यहाँनिर। दिदी दाइको आज 25 एनिभर्सरी ह्याप्पी मुडमा इन्जोय भइरहेछ। दिदी कस्तो भयो आज? फोटो खिचेर थाकेकै छैन। 25 वर्ष भएछ झगडा गरेको, माया गरेको। 25 वर्ष बितेछ थाहै नपाइकन है। अब चाहिँ लास्ट भयो। दोकान मान्छेसँग सबै गइसक्यो। अब चाहिँ यहाँनिर लास्ट छ अब यहाँनिर। अघि चाहिँ पुरा भिड थियो। अब चाहिँ लगभग मान्छेहरू आफ्नै ठाउँमा गुण बसिसके। ल हामी चाहिँ अब क्रुजको भित्रदेखि चाहिँ कोठादेखि निस्किँदै गरेको। खाना हिँडेको होइन नभन, खानै मात्रै जन्मेकाहरू भन्छ केबी बाल्यो भने जस्तो फेरि अहिले। ल अब चाहिँ हामी ब्रेकफास्ट खानलाई चाहिँ
रेडी गरेर छ यहाँनिर खाएपछि हेल्दी खाइसक्यो फाइनली हामी सेकेन्ड ठाउँमा आइपुग्यो नमस्कार सेवारो हजुर हामी चाहिँ यहाँ आइरहेको छौँ दिनको 12 घन्टा काम गरे पनि आज पछाडि सोल्टिनीले पनि हेरिरहेको छ गोरी सोल्टिनीले पनि अब अलिकति नर्भस भएर कालो चस्मा लगाएर दिइरहेको ल हाम्रो फर्स्ट सुरु अब यहाँ चिल आइल्यान्ड हुँदैछ यहाँनिर घाम चाहिँ मजाको छ यहाँनिर हाम्रो राजु भाइ र बहिनीको पनि यहाँ हुँदैछ फोटो सेसन चाहिँ अब त्यहाँनिर चिल आम्मामा दिमाग चाहिँ खाने रहेछ यार गर्मी छ 28 डिग्री छ आज यो चाहिँ आफ्नो प्राइभेट ल्यान्ड र यहाँ चाहिँ ठ्याक्कै यहाँ क्रुजले आएर छोड्दो रहेछन् अनि सबै आफ्नो तरिकाले यहाँनिर घुम्यो इन्जोय गऱ्यो यति धेरै रहेछ हेर्नु न यहाँ हुनुमा फुल क्रुजमा चाहिँ 10,000 मान्छे अट्दो रहेछ त्यसको लागि त यो ठिकै पनि हो यो निचोरेर गरेन अहिले पानी आउँछ नि खास यहाँ त्यति साह्रो पसिना आएको छ त्यो भने नि मैले यो ढापा भन्दा पनि कडा छ कहिले नलाउने यस्तो म सिधा मान्छे त्यो गर्मी भएर लाग्यो क्या यसपालि ए ल गर्मी छ यहाँनिर चाहिँ चलिरहेको तर पनि जोस् झापाली मान्छे भन्छ डढेर नि त रातो छ एक साइडमा यार बेग्लै भइसक्यो ब्ल्याक एन्ड व्हाइट जस्तो भइसक्यो म त यहाँनिर अब हामी चाहिँ साउथ बिच तिर लाग्दैछु अब हामी चाहिँ यहाँनिर स्विमिङ जानलाई रेडी भइरहेको छ सबै आइसक्यो यहाँनिर एउटा उफ्रिँदै आँखा पोल्यो हो यस्तो हुन्छ नुन पानी खानु आएको होइन स्विमिङ गरिसक्यो अब रेडी हुँदैछु हामी अब बोटतिर जाँदैछौँ अब गुडमा पस्नु भएको अब गुडमा अब यो ए नयाँ ड्रेसमा फेरि यहाँ बोर्डिङ अब निस्कन लाग्यो है अघि हामी घुमेको ठाउँहरू त परेपछि घाम दियो फेरि खानु जाउँ भन्छ यार होइन घुम्न आएको मान्छे खालि खानु जाउँ भनेर यो क्षितिज पारिछौँ भन्छ नि बाँच्न हो क्या आज हामी कहीँ देखिन्छ लु हेर्नुहोस् न यहाँदेखि क्षितिज अहिले अँधेरो भइसक्यो हेर्दै आज हाम्रो तेस्रो दिन हामीहरू लाग्दैछौँ हामी चाहिँ अहिले यहाँ चाहिँ लेडिज एन्ड जेन्टलमेन त्यति मात्रै आउँछ इङ्ग्लिस बोल्नु लेडिज एन्ड जेन्टलमेन अब त्यति मात्रै नेपालीमा बोल्छु अब चाहिँ फर्स्ट हामी चाहिँ निस्केर अहिलेमा चाहिँ बामासमा गएर आउँदैछौँ अलिक गर्मी छ जे होस् चलिरहेको छ जस यहाँनिर गर्मी भए पनि केही छैन टोपी सोपी लगाएको छ आउनुहोस् फलो मी म पनि इङ्ग्लिस बोल्छु त अलिक के भने 25 को इन्जोय हुँदैछ छ लट्ठी काट्छु ल आज US डलर पार्छु म आज यो चाहिँ सानो बोटहरूको बन्दरगाह रहेछ यहाँबाट घुम्न जान चाहनेहरूको लागि एकदमै स्पेसल ठाउँ रहेछ है अनि कस्तो फिल भइरहेछ हजुरलाई चाहिँ यहाँनिर अब हजुर भनिहालेँ चाहिँ म कस्तो यो अरूलाई इन्टरभ्यू दिँदैन हजुर भन्ने बानी खुसी चाहिँ छैन आयो बस झापा टु बिट्टा मोड
हाम्रो राम्रो भेटाएको छु हाम्रो ड्राइभर त भन्दिनँ एकदम दाइ हुँदो रहेछ मजाले उहाँले चाहिँ पुरा गुफा रहेछ भित्र यहाँभित्र है कस्तो लागेको छ एकदमै हामी इन्जोय गरेका छौँ के हुँदैछ दुईजना कहाँ जानुभएको पौडी खेल्न जानुभएको हो फेरि भेटौँला फेरि भेटाउने धन्यवाद 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 म चाहिँ फर्किँदै गरेको है Happy anniversary! हामी सबै सामान रेडी गरेर चाहिँ अब निस्किँदैछौँ सामानको भार सामानको ब्रेकफास्ट खाएर चाहिँ पार्वती बहिनी रेडी गर्दैछन् फेरि चङमाङ फुलेको बिहान बिहान आजको बिहान बिहानको के भन्नु भन्नु अब चाहिँ हामी क्रुजबाट निस्किँदैछौँ है पुरा भारी पारी बाई बाई रोयल क्रुज बाई 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 Fun भयो फन भयो ओके आफ्नै गुडमा हो आफ्नै गुण संसारमा अहिले चाहिँ हामी सिपबाट निस्केर चाहिँ हामी अब मायामीको एयरपोर्ट जाँदैछौँ अझै हाम्रो यात्रा जारी छ हामी मायामीदेखि अर्कै ठाउँलाई आज फेरि हाम्रो जाने प्लान छ गाडीको चाबी पाइयो ल ल है हामी जान आँटेको गाडीमा के भरे सामान राख्नु पर्छ सामान चाहिँ यस्तै न भिजिटमा आएको कहाँ हामी त सिङ्गल हिँड्नु गरेर त्यही छ टुरिस्ट हो हामीहरू ल आज कहाँको यात्रा अरे हाम्रो वेस्ट उड्नु चाहिँ साह्रो मजा आउने तर है घाम लागेपछि बस्न अलिकति गाह्रो रहेछ तर हिँडिसकेपछि फेरि चाहिँ यस्तो हुने ल कस्तो छ हाम्रै हो एउटा पेसेन्जर पेसेन्जर ए आज चाहिँ हामी अर्कै ठाउँमा जाँदैछौँ पछाडि चाहिँ हावाले डिस्टर्ब गरे जस्ता छन् पार्वती पनि त पुरा डढेकै हो के हो त्यो अब 28 डिग्री छ हामी कालो हुने आएको हो नि त हो ल है अहिले चाहिँ हामी मायामीबाट लगभग कति 70 किलोमिटर चाहिँ हामी हिँडिसक्यौँ माइल ल अहिले चाहिँ हामी चाहिँ मायामीबाट क्युएस जाँदै गर्दाखेरि यहाँ चाहिँ यहाँनिर रातो लबस्टर हो कि सबस्टर हो यहाँनिर जिउँदै ल्याएर राखिरहेको ऊ सास फेर्दो रहेछ हेर्नु आमा त्यहाँनिर ऊ यहाँ सास फेर्दैछ ऊ हामी चाहिँ यसो यहाँनिर नामै 7 माइल ब्रिज रे हो यसो अब त्यो यहाँ चाहिँ समुद्र बिच पछाडि बोट पनि चलिरहेको छ पर्सनलहरू बादल आइरहेको छ माथि ल हे हिँड्यो फेरि एकछिन ब्रेक लिएर परालको छानामा बसेर मजाले गान दिइरहेछन् है बोरा दाइहरू हामी चाहिँ अब यसो कहाँ के खानु जाने रे हो Lobster. लबस्टर खानु जाने हेरौँ अब हाम्रो कथा कस्तो हुन्छ सबै सेता मकै पर्छ आज त रातो मकै के थाकेको अवस्था भर्खर 25 एनिभर्सरी मान्दैछ अझै 50 पुऱ्याउनु हुन्छ अझै 50 पुऱ्याउनु हुन्छ त्यो थाकेको अवस्था त्यो वेस्टमा आएको तर मलाई ठ्याक्कै ठाउँमै नि भने यस्तो याद आइरहेको छ यताको बजारहरू यस्तो हेऱ्यो
दायाँ बायाँ म्युजिक पनि बजिरहेको छ होइन ल ल इन्जोय गर्नुहोस् इन्जोय दुईजना जब सिफुड खाएर चाहिँ अहिले पुरा तागतिलो भएको छिन् मेरो श्रीमती पनि यहाँनिर पुरै यहाँनिर यतापट्टि चाहिँ पुरै बोटहरू छ है अब यो दुईवटा छ यसमा फाइदा बेफाइदा चाहिँ दिउँसो आयो भने माछा पुरै मार्नु पाएन माछा देखिने रहेछ तर फेरि यस्तो मजा देखिँदैन फेरि यहाँ चाहिँ पुरै अहिले की वेस्ट नाइटको लागि चाहिँ दामी ठाउँ रहेछ डेमा पस्ने थाहा भएन ल हामी चाहिँ अहिले की वेस्टदेखि चाहिँ बिहान गुड मर्निङ की वेस्ट हामी बिहान बिहान हिँड्दैछौँ अब चाहिँ यहाँदेखि हाम्रो माइमीको आज छ गन्तव्य हाम्रो ल हे 7 माइल्स बिचमा चाहिँ यहाँ फर्किँदै गरेको की वेस्टबाट ल हाम्रो गाडी बुझाइयो अनि फेरि लुगा चेन्ज भयो एक दिनको लागि धेरै लुगा भएर यहाँ यहाँ पनि लागेन हामीले त्यहाँ 20वटा यहाँ 20वटा कस्तो सिलिम भयो एक हप्ताको बसेपछि वेलकम टु क्यानाडा यता गाडीको पर्खाइमा यता पनि पर्खाइमा